सो अलराइट गाइज गुड मर्निङ न्यू डे एन्ड न्यू ब्लग अहिले चाहिँ बिहानको 10 बजिसकेको छ है। हिजो राति हिउँ परिसकेको रहेछ हाम्रो जुम्लामा। आम्मामा टन्नै परिसक्यो। बाबे के छ केटा हो? आम्मामा पछाडि त हामी त बजारतिर जान लाग्यो। हिजो 10 बजीतिर कति हो 11-12 बजीतिर हिउँ परिसकेको रहेछ। आम्मामा पछाडितिर हिउँ हेरौँ है। आम्मामा के साह्रो हिउँ। ओहो 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 के साह्रो हो ग्याङ। बच्चाहरू तलि पुगिसकेछन्। मेरो पुरै शरीरमा हिउँ लाग्यो। लोडिएर मेरो घर चाहिँ माथितिर छ टक्क लाएर है। आम्मा क्या साह्रो। ओहो आम्मा के साह्रो माथितिर हिउँ। केटा मेरो त शरीरभित्र पुरा हिउँ पर्यो यार। ग्याङ के छ खबर? आम्मा मेरो जुत्ताभित्र पनि हिउँ पसिसक्यो। पुरा चिसो पनि चिसो भएको हात पुरा ठिराइसक्यो क्या मा। बाबै जुम्लामा हिउँ पढिसक्यो गाइज टन्न लाएर। अलराइट गाइज आम्मामा यो ठाउँमा त पुरा हिउँ त आम्मा के साह्रो आएर रहेछ नि। लगभग 1 फिट जति हिउँ चाहिँ। अलि बादल पनि टन्न छ। भोलितिर आउँछ होला सायद हिउँ पनि। 17-18 तिर पनि पानी छ भनिरहेछन्। आउँछ होला सायद। तर यता पनि बहुत जाडो क्या। बहुत जाडो। यही त गाह्रो छ हाम्रो ठाउँमा। अलि हाम्रो ठाउँ त्यही भएर देश छोड्न नसकिने क्या हाम्रो ठाउँ के होइन ग्याङ। आम्मामा सो फाइनली गाइज हामी चाहिँ केटिएस पुगिसक्यौँ। माथितिरको भ्यू यस्तो छ। आम्मा हामी चाहिँ यता केटिएसको मन्दिर नजिक पुगिसक्यौँ। एकछिनपछि हामी चाहिँ बजार जानेछौँ। है 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 है। आम्मा मन्दिर त रहेछ केटिएसको। है है गाइज है है गाइज के हो? आम्मा डरै छ त आम्मा हिउँ बढेर त के साह्रो। सो अलराइट गाइज हामी चाहिँ अहिले चाहिँ जुम्ला बजारमा भ्यालीमा भेटिसकेको छौँ है साथी र म। एकछिनपछि हामी केटिएसतिर जाने नै छौँ है। आम्मामा भ्यू पछाडिको उहु स्वर्ग छ यार मा। केटा त्यही भएर बाहिर पढ्न जानुहुन्न बुझ्यौ नि। यस्तो हाम्रो यस्तो देख्न पाइन्छ स्वर्ग। अनि केटा आइहाल मा बाहिर पढ्न जाने फुत्ती लाउने मा अमेरिका गएको छु भन्ने देख्यौ अहिले मा। यहाँ खालि पैसा मा यहाँ हेर न अहिले यस्तो ठाउँमा छ तेरो दादा मा। केटा हो हेर सुन आइहाल छिट्टै। सो फाइनली गाइज हामी चाहिँ केटिएस पुगिसक्यौँ है। केटिएसको भ्यूहरू देख्न सक्नुहुन्छ। आम्मामा केटा ब्यागतिर आउन त आम्मामा साह्रै आम्मामा आइज न लोकी। आम्मामा के हो पछाडि बाबा दुइटै हुन्छ मान्छे त सकियो त मा। सकिएन हो सकिएन। आम्मामा है है कस्तो राम्रो हिउँ हो त है है। अब लोड रमाइलो यार मा यतातिर। केटाहरू पनि टन्नै खेलिरहेछन् उतातिर। एउटा भिडियो सिडियो हाल्नु पर्यो नि। हाने लुकी ल तल त मलाई जान ल त साह्रै हानिस् त भिडियो। नजिक हुने के टाढा केटाहरू ल लुकी आयो। चलफल यस्तै छ हाम्रो केटिएसमा है। धेरै नभए पनि अझै
लायो दामी रमाइलो भइरहेछ है यतातिर सो गाइज हामी चाहिँ अहिले किटेसमा पुगिसक्यौँ है उतातिर टक्क दामी दामी घरहरू पनि बनाएर रहेछ किटेसमा केटाहरू पुरा पछाडि चिलमा आफ्नो आफ्नो तालमा के गर्नु यत्तिको भिडियो सिडियो बनाउनु पर्यो हुने खाने बाटो बनाइदिन्थ्यो कि कहिले युट्युबले गाह्रो छ के हो ग्याङ यतातिर आउन त यार लोक्स तक भिडियोमा आउनु पर्यो हल्का साह्रै होइन पछाडि कति खिलिरहेको नि त आमा किटिएसको टक्क लाएर यतातिर हेर न आमा यो बुट्टाहरू कति दामी छ क्या यहाँ गाह्रो छ यस्तो आमा कसम यार तर कसम अझै राम्रो हुन्थ्यो होला यार सायद के किटिएस अझै राम्रो मान्छेहरू भइदियो क्या होइन राम्रो मान्छे भइदिएर मात्रै हो अझै राम्रो हुन्थ्यो क्या केटिएस सो अलराइट गाइस आज हामी चाहिँ यता गर्दै हामी चाहिँ फाइनली हामी चाहिँ चेरे चौरमा पुग्यौँ है चेरे चौरको अहिले विशेष यही छ रमाइलो ग्याङ आम्मा के साह्रो यही छ विशेष राम्रो रमाइलो हुन्छ चुट्का चुट्की बोयफ्रेन्ड गर्लफ्रेन्ड भए त आम्मा केटा यता नगर फेरि गाह्रो छ त्यही भएर ग्याङ है सो अलराइट गाइज अब चाहिँ हामी चाहिँ घुमघाम गरेर यसो हल्का गयो होइन धेरै चिसोसम्म बस्न पनि सकिएन हल्का लो जाडो पनि जाडो लास्टै जाडो रहेछ हाम्रो पछाडिको भ्यू आमा के साह्रो है तर स्वर्गै हो यार ठाउँ तर कसम यार ल हामी धेरै लङ पनि भइसक्यो होला भिडियो सेडियो है यताउति धेरै लङ भिडियो नबनाउँ होला त्यही भएर ठिकै छ त टक्क हेरेर 700 माया देखाइदिनुहोस् है तर ग्याङ हेर सुन न तर कति भ्युज जाला यार यो भिडियोमा ल गेस गर त केटा कति जाला तँ यता आ क्या साइडमा ल कति जाला लोक्स भनिदेऊ न पहिला कति जाला 1 मिलियन भन्दै तिमी त त्यो ओभर भएन र ओभर भयो त्यस्तो ओभरै भयो यार ग्याङ लङ भिडियो हाल्नु पनि हाले होइन यो फर्स्ट भिडियो हुन्छ है केटा हो टक्कलहरू केटाकेटीहरू हल्का माया देखाउनु पर्यो है हाम्रो ओके यति धेरै लामो पनि भइसक्यो ओके गुड बाई नेक्स्ट ब्लग हेर्नु होला सबैले है माया देखाइदिनु पर्यो ओके